तपाईहरुलाई विश्वास छ ईश्वर पोखरेलले केपी शर्मा ओलीलाई पराजित गर्नुहुन्छ या अध्यक्षको लागि उहाँ विजय हुनुहुन्छ? विजय हुनका निम्ति नै उहाँ उठिरहनु भएको छ। विजय हुने कि नहुने भन्ने मैले भनिसकेँ त। मैले विजय गराएर म पूर्णतः विश्वस्त छु र म यहाँनिर तपाईलाई के भन्छु भने कुनै आँकडा दिएर भ्रम सिर्जना गर्नु छैन। 27 गते टाढा छैन। अब 4 दिन बाँकी छ हाम्रो अधिवेशनको उद्घाटन हुन्छ। त्योभन्दा पछि हामी निर्वाचनमा जान्छौँ। हामी हाम्रा सबै प्रक्रियाहरू हामी नीतिमा पनि बहस गर्छौँ। हाम्रो बदलिएको परिस्थितिको पनि हामीले बहस गर्छौँ। हामीले विगतका सम्पूर्ण कुराहरूको समीक्षा पनि गर्छौँ। विगतका महाधिवेशनका पनि राम्रा र असल चिजहरूलाई हामीले संस्थागत गरेर अगाडि लैजान्छौँ। कमीहरू र त्रुटिहरू छन् भने त्यसलाई हामी त्यसबाट शिक्षा लिन्छौँ, त्यसलाई हामी छोड्छौँ। हाम्रो नकारात्मक अभ्यासहरू पनि त छन् नि। तपाईँ जो भन्दै हुनुहुन्छ नि ती व्यक्तिहरू पनि दोषी होलान्, तर कतिपय जो नेताहरू यहाँ किन टिक्न सकेनन् त? होइन, टिक्न किन दिइएन त? त्यहाँ पनि कहीँ त्रुटि भयो कि? नेपालको वामपन्थी आन्दोलनको एकीकरणको कुरा भएको थियो। सबै एकीकरण अहिले पनि खोजिराखेका छन्। एकता भएको थियो, त्यो किन टिक्न सकेन? हामीले त्यो पनि विषय अगाडि सारेका छौँ। होइन, त्यसमा पनि समीक्षा हुन्छ, त्यसमा पनि बहस हुन्छ। यी सबै चिजहरू जे अहिले उठान भएका छन्, हाम्रो पार्टीपन्थीले पार्टीको आन्तरिक जीवनमा जे भोगेका छौँ त्यसमा पनि हामी समीक्षा र छलफल गर्छौँ। देशको जुन परिस्थिति छ, देशको अवस्था जस्तो छ, होइन, यसलाई पनि त जनतालाई आशा भरोसा जगाउनका निम्ति पनि एमाले हाम्रो एउटा अभिभावकीय भूमिका खेल्छ। हामीलाई एउटा नयाँ दिशा यसले दिन्छ भन्ने विश्वास जागृत गराउनु परेन? हो, यी सन्दर्भमा व्यापक बहस गरिसकेपछि मात्रै एउटा हामी निचोडमा पुग्छौँ। त्यो निचोडमा पुर्याउन सक्ने हैसियत, त्यो तागत, त्यो प्रक्रिया र त्यो किसिमको चाहिँ स्थिति पार्टीभित्र छ।